बालनलाई भन्दैछु बृहस्पति बिग्रेको बेला तपाईँ देशको प्रधानमन्त्री हुनुभएको छ, अधिचारी लिइरहेको बेला तपाईँले धेरै अत्याचारहरू सहनुपर्छ, तपाईँमाथि धेरै प्रहार हुन्छन्। त्यो प्रहार सहन सक्नुहुन्छ भने तपाईँ टिक्नुहुन्छ, यदि प्रहार सहन सक्नु भएन भने तपाईँ माथि पुग्न सक्नुहुन्न। र यो प्रहार गर्ने व्यक्ति तपाईँकै नजिकका व्यक्तिहरू अब 1 महिनादेखि पछाडि निस्किन थाल्छन्, यो ग्यारेन्टी हो। गरी लेखेर राख्नु, जेठको 27 गतेदेखि बालनका नजिकका व्यक्तित्वहरू, एकदम माया गरेका व्यक्तित्वहरू विभिन्न प्रकारका काण्डमा मुसिन सक्ने, यिनीहरूलाई बदनाम गराउने खेल सुरु हुन्छ जेठको 27 गतेदेखि लेखेर राख्नु। यो बन्छ अब लामै समय, अनि त्यतिखेर बालनलाई टिकाइदिने कोही पनि हुँदैन क्या, किनकि पार्टीको राष्ट्रपति छन्। ऊ स्वतन्त्र छविको राष्ट्रपति थिए भने केही मात्रामा हुन्थ्यो है। प्रधानमन्त्री बालेन पार्टीगत हिसाबमा हुनुहुन्छ, ठिक छ, बहुमत ल्याउनु भएको छ, तर राष्ट्रपति ठिक हुनुहुन्न नि त, पार्टीगत हुनुहुन्छ नि त। त्यही भएर यो राष्ट्रपति हटाएर राजा ल्याएर बालेनलाई संरक्षण गरिदिन पाइयो भने बालेनले धेरै राम्रो काम गर्छ। नभए बालेनलाई जेठ 27 गते लेखेर राख्नु, 11 बजेर 23 मिनेटदेखि उता समस्या आउन सुरु हुन्छ।